लो है साथीहरु, यो चाहिँ मेरो यस वर्षको अन्तिम टिपाई काँक्रा हो। अनि मैले अस्ति नै हुँदै चाहिँ अब कलिलो कलिलो टिपे खाएँ, साथीभाइहरुलाई पनि शेयर गरे हैन। अनि यो चाहिँ अब सबै बोट मरिसक्यो नि त, त्यही भएर आज चाहिँ अन्तिम टिपेको हो। यसरी अब यो चाहिँ सबै साथीहरुलाई अलिअलि दिनु छ। अचार लगाम भनेको, तर अचार लगाउनु चाहिँ नपुग्ला हो जस्तो छ, किनभने अब साथीहरुलाई बाँड्दा ओड्दा साथीहरु त्यस्तो छ। अनि हाई हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले बल्ल बल्ल मौका मिलाएर मेरो अहिले यो समयमा चाहिँ गार्डनमा के छ भनेर भिडियो बनाउनु पर्यो भनेर अब बनाउँछु भन्दा भन्दै समय पनि धेरै बितिसक्यो। अनि भन्दा पनि मेन चाहिँ काँक्राहरू पनि मरिसक्यो। युकेमा अहिले एकदमै जाडो सुरु हुन लागेको छ, त्यही भएर म चाहिँ चट्ट भिडियो बनाउनु पर्यो। आज काँक्राहरू पनि टिप्नु पर्यो भनेर हो। अहिले त अब खासै धेरै बाँकी छैन, धेरै अब टिपेर खाइसक्यो, अलिअलि छ, जे जति छ टिप्नु पर्यो भनेर साथीहरू। अब चाहिँ म मेरो काँक्रा साथीहरू, यो चाहिँ मेरो बिउ काँक्रा हो अनि त्यसको छेउछाउमा चाहिँ यस्तो यस्तो छ। अनि तान्दाङ र पुन्तुङ बोट चाहिँ मरिसकेको छ, हेर्न सक्नुहुनेछ। यता पनि यस्तो छ, अनि यता पनि यो चाहिँ बाँकिरहेको काँक्राहरू हो नि त। यो चाहिँ अन्तिम भनौँ न। अब सबै मैले टिप्दै खाएँ, साथीहरूलाई पनि बाँडेँ। त्यहाँ पनि बिउ जस्तो छ, त्यस्तो छ साथीहरू। बोटहरू पनि मरेर यस्तो भइसकेको छ।